फेरि मैले बोलेको कुरा कसैले नाथा नमानिदिनु होला, नराम्रो बोलेको शब्दलाई बिर्सेर जानु होला। कुरा के रह्यो भने मेरो हजुरले विजय जुलुसमा आउनु भएको थियो 79 मा। 74 मा हिक्मत दाईलाई बोलाएर यही कार्यक्रम गरेर सबै थोक गरेर हामी हिक्मत दाईले चुनाव जिताएर पठाएको। उहाँले कानुन मन्त्री बन्नुभयो, तर जनताको लागि सामान्य भयो, केही गर्न सक्नु भएन हाम्रो क्षेत्रमा। 74 मा यहाँ टावर दिन्छु मुखले आफै मुखले बोलेर जानुभयो। 79 मा यही दरवाजा छ, यही सत्संग मन्दिर छ, बोलेर जानुभयो म टावर दिन्छु। कानुन मन्त्रीमा उसको पावर पुगेन भने, मुख्यमन्त्रीमा पावर पुगेन भने उहाँको पावर कहिले पुग्ला? पुग्दैन भने हामी जनतासँग आओस् न, हामी पुर्याउँला उसको पावर। हामी त जनताले दिइसकेका छौँ उसको अधिकार। त युज गर्न नसकेको कि हामीले हेला गरेर छोडेको, दुईटा मात्रै एउटा मैले सम्झेको छु है। राजनीतिको धारणा विशेष हेर्दाखेरि वा कि हामीले युज गरेन, उहाँले कि आफ्नो पावर युज गर्न सकेन, वा कि हामीलाई मधेसी छ, लो बेल्ट छ, जाओस् भनेर कि भन्न सक्यो। अर्को जुन यो बाटो छ हाम्रो यहाँ मण्डीपुर भन्ने सल्ताल बस्ती छ, बोर्डरसम्म जाने बाटो छ। आफै मुखले बोलेर हजुर पनि यहाँ बोलेर जानु भएको छ। 50-60 वर्ष हाम्रो हिक्मत माननीय मुख्यमन्त्रीजी बोलेर जानु भएको छ। यो बाटो कहिले बन्छ? तपाईँहरूको 5 वर्ष अवधि कटेपछि भन्ला बाटो बन्ने एउटा तरिका हुन्छ, विकास गर्ने एउटा तरिका हुन्छ। अहिले तपाईँ पदमा हुनुभयो, तपाईँ अहिले हरेक कामको सिलसिलामा चलाउनु भयो, अहिले गरेर दिनु भएन भने पद खुस्केपछि नै गरिदिनु हुन्छ होला कि? एउटा प्रतिबद्धता जनाएर जानु पर्यो। अर्को कुरा के छ भने हामी व्यक्तिगत तपाईँहरूसँग केही मागेन। यो बाटो, मठ मन्दिर, यही सत्संग मन्दिरमा हजुर हाम्रो माननीय मुख्यमन्त्री हिक्मत कार्कीज्यू, अरू साथी धेरै थियो, योभन्दा पनि चबल साथीहरू हुनुहुन्थ्यो। यो मन्दिरलाई गर्छु, हाम्रो सरलाल दाई कहाँ जानुभयो उसको अगाडि नै भन्दैछु, म पारिदिन्छु। मुख्यमन्त्री हुँदाखेरि मुख्यमन्त्री बन्नुभयो, मलाई सिमेन्ट गराउन लाउनु भयो। 2 चोटि मैले घाटनगर पनि त्यो लिएर पुगेँ। कम्तीमा 18 लाखको इस्टिमेट छ भने कम्तीमा 2-4 लाख पनि दिन सक्नु भएन। म त व्यक्तिगत विशेषता मागेको होइन। यो समाजले त कसैले घरमा चामल माग्नु भएको छैन। राजनीतिक कार्यकर्ताले र प्रतिनिधिले कसैको घरमा चामल पनि पुर्याउन सक्दैन र कसैको चुल्हा पनि बाल्न सकिँदैन। मुख्य कुरा राजनीतिक र प्रतिनिधिले के गर्न सक्छ भने समाजलाई, सामाजिक काममा कुन विकास हुन्छ त्यो काम गर्न सक्नुहुन्छ, तर तपाईँहरूले गरिदिनु भएन। यसको लागि मेरो एकदम, मेरो होइन, मेरो जति यहाँ युवा टिमहरू छ, जतिजना साथीहरू छ, सबैको तर्फबाट गुनासो छ। एकदम हजुरलाई गुनासो, तपाईँ भोलिको दिन जित्नुहुन्छ, प्रधानमन्त्री बन्नुहुन्छ, म छातीको साथ विश्वास छ, छातीको गर्व छ। तर चाहिँ यो कुराहरू 79 मा जुन गर्नुभयो, 74 मा गर्नुभयो धोका, यो 81 मा नगरिदिनु, 82 मा नगरिदिनु हजुरले। छोटै नभन्दैछु, यति चाहिँ नगरिदिनुहोस् भन्ने यो 2 शब्द मैले यहाँ राखेँ। सार्वजनिक कामहरू मजाले गरिदिनुहोस्। यहाँदेखि